सबै बाहुन मरुन भनेर भन्नुभयो किन मैले के कारण मरुन भन्नु भनेकै छैन के तपाईँको तपाईहरु एकदम आशयका लिटरली स्पिड त्यही थियो नि लिनुहुन्छ त। बाहुन मान्छेहरूले गर्दा हामीले अन्याय खप्नु परेको त्यो त सरासर छ नि किन त्यसो भन्न पाइन्छ र पाइन्छ म पनि बाहुन हो मैले भन्न बाहुनमाथि पाइहालेँ तपाईँले आक्रमण गर्न पाउनुहुन्छ म बाहुन हो मैले पाउँछु जातीय आक्रमण गर्न मिल्छ पाउँछ बाहुनहरूलाई त पाउँछ सरी हैन बाहुनहरुमाथि तपाईको रिस किन किनभने मैले मेरो घरभरि बाहुनहरू टन्नै देखेँ सबैजना कोहीले पनि न्यायको लागि लडेको देखाएको छैन म मान्दिनँ अनि न्यायालयमा पनि धेरै बाहुन हुन्छन् याद गर्नुभएको छ काठमाडौँ डिस्ट्रिक्ट कोर्ट म 2023 मा जाँदा सबै एउटा बाहेक सबै केटा थियो 36 जनामा 35 केटा एकजना केटी हो कि त्यस्तै केही थियो भनेपछि न्यायालयमा सबै बाहुन मेन थिए बाहुन केटाहरू र त्यही बाहुन केटाहरू भएको कारणले हामीले अहिलेसम्म न्याय पाइरहेको छैन म यहाँ त्यो प्रुभ गर्न आएको हो त्यो प्रुभ गर्न धेरै टाइम लाग्छ तर यो पनि एउटा अ पार्ट अफ माई सोशल एक्सपेरिमेन्ट हो क्या ऋषिजी हजुर नि बुझिराख्नु म एउटा सोशल एक्सपेरिमेन्ट गरिरहेको छु तपाईँ पनि अ पार्ट अफ द्याट तपाईको आक्रमण बाहुन प्रति भयो क्या त्यसो भन्न पाइन्छ भन्न मिल्छ तपाईले नबुझ्या हो के त्यो भनेको तपाईले अलिकति मैले बुझ्छु तर तपाईको आक्रमण त मेरो घरमा बाहुन छ कसैले मेरो पक्षमा बोलेनन् भनेर तपाईले त्यसो भनेर गाली तपाईँ किन ओफेन्ड भइरहेको बाहुन मान्छेहरू यत्रो जमानादेखि उनीहरूले कति प्रिभिलेज पाइरहेछन् अलि दिन उनीहरूलाई मैले मुख छाड्दा तपाईँलाई किन त्यति टाउको दुख्यो कि मैले त त्यही पो बुझ्न सकिनँ यत्रो वर्ष सबैले मैले थोपरे त मेरो मान्छेहरूमा मैले थोपरे मैले पाइनँ त अब म बाहुन भएर बाहुनलाई थोपर्न मन लाग्यो अरे मैले पाइनँ त किनभने मलाई थाहा छ त्यो कोर्टमा बाहुन मान्छेहरू मात्र नभएर अरू मान्छेहरू पनि भएको भए हामी सबैले न्याय पाउँथ्यौँ मलाई थाहा छ के जो मान्छेले कहिले अन्याय भोगेकै हुँदैन नि त्यस्तो मान्छेलाई लगेर न्यायपालिकामा राखेपछि कसरी हुन्छ न्याय तपाईँ आफै भन्नु त